हेलो साथीहरू, के छ साथीहरू? मैले चाहिँ नि नेपालमा बुझ्दै नसकेको कुराहरू के कस्तो भने नि हामी पब्लिकहरूले चाहिँ नि जति पनि मार्केटमा नयाँ नयाँ कुराहरू आउँछ त्यो चाहिँ एकदम मन पराउँछौँ क्या। जस्तै कि बजारमा नयाँ नयाँ चाहिँ बाइकहरू आउँछ होइन, नयाँ नयाँ मोडलको लिन चाहन्छौँ होइन। जस्तै आइफोनहरू, मोबाइलहरूको राजा आइफोन, एप्पलको फोनहरू होइन। अब तिनवटा आँखा भएको आइफोन त्यो लिन चाहिँ एकदम हामी उत्सुक हुन्छौँ, मन पराउँछौँ होइन। अनि गाडीहरू नयाँ नयाँ मोडलको होइन, BMW, मर्सिडिज होइन, त्यस्तो कुराहरू चाहिँ हामी एकदम लग्जरियस कुराहरू चाहिँ मन पराउँछौँ। तर हाम्रो नेपालको जनताहरू के भएको के होइन। अब पोलिटिक्सको कुरा गर्दा चाहिँ ती पुरानै मान्छे, पुरानै पार्टीका नेताहरू चाहिँ चयन गर्छौँ के। त्यो चाहिँ अलिक भएन के। जनताहरू अब जाग्नु पऱ्यो क्या, जुर्मुराउनु पऱ्यो क्या। देशको लागि राम्रो गर्ने नयाँ मान्छेलाई चाहिँ साथ सपोर्ट गर्नु पऱ्यो, नयाँ मान्छेलाई चाहिँ चुन्नु पऱ्यो क्या। हामी परदेशमा भएको मान्छेहरूले होइन को कस्तो के, कुन पार्टी कस्तो भन्ने कुराहरू सबै निहालिरहेको छौँ, हेरिरहेको छौँ, विचार गरिरहेको छौँ क्या होइन। यदि विदेशमा भोटिङ सिस्टमहरू मात्रै खुल्ला गरिदियो भने त्यो हामीले कुन पार्टीलाई दिने भन्ने कुरा हामीलाई सबैलाई थाहा छ क्या। हामीले घर घरमा फोन गरेर हुन्छ कि होइन, नयाँ पार्टीलाई चाहिँ अवसर दिनुपर्छ भन्ने कुराहरू हामीलाई थाहा छ क्या। हो यस्ता पुराना अब नयाँ नयाँ कुराहरू सबै चाहन्छौँ, नयाँ नयाँ कुराहरू मन पराउँछौँ होइन। त्यो गाडीहरूलाई अब जस्तै कि हामीले नयाँ बाइक लिन्छौँ, सर्भिसिङ गर्छौँ होइन, त्यसको चाहिँ माइनस राम्रो दियोस् भनेर गाडीहरू लिन्छौँ होइन, सर्भिसिङहरू गर्छौँ। फोनहरू लिन्छौँ राम्रो राम्रो, त्यसलाई सेफ्टीको कुराहरू होइन। अब भाइरसहरू नछिरोस्, एन्टिभाइरसहरू डाउनलोड गर्नुपर्ने कुराहरू गर्छौँ। अनि हाम्रो देशको नेताहरू, त्यो पुरानो नेताहरूलाई चाहिँ हामी किन सर्भिसिङ नगर्ने क्या, किन नफाल्ने क्या होइन। त्यो कुराहरू पनि विचार गरौँ क्या, फाल्नुपर्छ क्या। अब भएन क्या, यत्रो वर्ष हेऱ्यौँ तिनीहरूलाई हामीले केही गरेन, केही नापेन, केही हाँसेन है। कुराहरूले अब नयाँ पार्टीलाई दिनुपर्छ क्या है। जस्तै कि हर्का साम्पाङ भयो पूर्वबाट होइन, म पूर्वबाट बिलोङ गर्ने भएकोले होइन, हर्का साम्पाङ, अब त्यसको लागि राम्रो गर्ने रवि लामिछाने, बालेन शाह होइन, कुलमान घिसिङ, यी सबैहरू एकजुट हुनु पऱ्यो क्या। उहाँहरूलाई हामीले सपोर्ट गर्नु पऱ्यो क्या। अब यो पुरानोहरूलाई जति गऱ्यौँ भयो क्या। अब यिनीहरूले केही गरेन क्या यत्रो वर्ष होइन। अनि त्यही भएर होइन आफूले सोच्ने कुरा हो, विचार गर्ने कुरा हो होइन। एकचोटि ल त नयाँहरूलाई अवसर दिउँ, चान्स दिउँ एकचोटि, त्यही भन्न चाहन्छु। हस् त, धन्यवाद।